सो अखिल नेपाल फुटबल संघले फाइनली मेन्स नेसनल टिमको हेड कोचमा म्याट रसलाई अपोइन्ट गरेको छ है। अब म्याट रस नेपाली फुटबल फ्यान्सको बिचमा एकदम नौलो नाम, एकदम मिक्स्ड ओपिनियन छ यसको बारेमा हैन। लाइक न्युज आएको 3-4 घण्टा 4-5 घण्टा कति भएको छ, एकदम मिक्स्ड ओपिनियन देखिसकेँ मैले है। कतिपय भन्छन् केही हुँदैन हैन, लिग सिग छैन देशमा, फुटबलै छैन, विदेशी कोच आएर नि के पो हुन्छ, केही पनि हुँदैन भनिन्छन्। कतिले चाहिँ विदेशी कोच आएर नयाँ कल्चर आउँछ, नयाँ कुरा आउँछ भन्ने कुरा छ। र कतिपय त के पनि छ भने हुन्छ नि के क्वालिफाइड छ त नेपाली नेसनल टिमलाई हाँक्नलाई यो म्यानेजरसँग, यो कोचसँग भन्ने पनि कुरा आयो है। बट अब सबै कुरा केही हदसम्म जायज पनि हो योमा। पहिलो कुरा त देशमा लिग छैन, लिग नभएको कति दिन भयो तपाईँलाई आफूलाई थाहा छ होला हैन देशमा। अब त्यहीमाथि नेसनल टिमको त्यति साह्रो फिक्सचर पनि छैन। अब विदेशी कोच आइसकेपछि उसले आफूले गरेको काम, उसले आफ्नो गरेको हुन्छ नि एफोर्ट देखाउने काम हैन। र प्लस आफ्नो देशमा लिग छैन, लिग नभएपछि उसले आफ्नो खेलाडीलाई डे टु डे एक्टिभिटीमा कसरी ट्र्याक गर्ने, लिगै नभएपछि एउटा खेलाडीले आफ्नो टोटल लाइक उसले आफूलाई कसरी फिट राख्ने, आफूलाई फुटबलिङ जर्नीमा कसरी इन्भेस्ट गराउने। फुटबल त रकेट साइन्स त होइन आजको भोलि हुने, सबै कुरा प्रोसेस छ यहाँ। अब प्रोसेस बिनाको एउटा एन्ड रिजल्ट हामीले कसरी खोज्ने, त्यो कुरा पनि सही हो। र अर्को कुरा के पनि सही हो भने हुन्छ नि नयाँ विदेशी कोच आएपछि केही कल्चर लिएर आउँछ है। सो म्याट रस चाहिँ वुमेन्स फुटबलमा चाहिँ एकदम इन्फ्लुएन्सियल क्यारेक्टर चाहिँ हो है। वुमेन्स फुटबलमा उसको दाखिला, उसको हुन्छ नि आफ्नो प्रेजेन्स चाहिँ एकदम राम्रो छ है। रिसेन्टली साउथ कोरियन टिमको, वुमेन्स टिमको एसिस्टेन्ट कोचको रूपमा पनि काम गर्दा फिफा वर्ल्ड क्वालिफायर्समा फ्र्याङ्कफर्ट वुमेन्स टिममा राम्रो काम गरे मान्छे हो है। ऊ फ्र्याङ्कफर्ट वुमेन्स टिममा भिडियो एनालिस्टबाट हेड कोच बनाए मान्छे हो। सो म एउटा कुरा चाहिँ म के फिक्स छु भने हैन, नेपालमा भिडियो एनालिस्ट जुन नेपालमा नसुन्न आएको कुरा जुन फुटबलमा हुन्छ, नेपालमा चाहिँ के छ भने नेपालमा जहिले पनि फुटबल भन्ने बित्तिकै कोच र प्लेयर्स मात्रै थाहा छ कि, त्यो बाहेक अरू पनि टन्नै फुटबलमा लागेका मान्छेहरू, फुटबललाई हेल्प गर्ने मान्छेहरू टन्नै छन् भन्ने थाहा छैन। सो हि वाज अ भिडियो एनालिस्ट हैन, हु टर्न आउट टु बी अ कोच। सो ऊ आइसकेपछि भिडियो एनालिसिसको जुन एउटा लाइक सिस्टम अथवा जुन एउटा कल्चर नेपालमा चाहिँ भित्रिन्छ जस्तो चाहिँ मलाई लाग्छ, र जसले चाहिँ एकदम हेल्प गर्नेवाला छ अन द लङ रन है। जो म एकदम इन्स्ट्यान्टली यसले चाहिँ फोड्छ नै भन्दिनँ, बट एउटा कल्चर सेट गर्न सक्यो भने फुटबलको लागि एकदम राम्रो चिज हो। सो वुमेन्स फुटबलमा चाहिँ एकदम इन्फ्लुएन्सियल फेस हो म्याट रस हैन। वुमेन्समा चाहिँ एकदम धेरै एक्सपिरियन्स पनि छ। बट यहाँ मेन्स नेसनल टिमको लाइक हेड कोचमा ऊ अनुबन्धित भएको छ। र वुमेन्सको पनि फेरि राजेन्द्र तामाङलाई नै अपोइन्ट गर्ने भएको छ नेपाल नेसनल टिम के अरे वुमेन्स नेसनल टिमको हेड कोचमा, जुन अब 4 नेसन्स कप आउँदैछ। सो यही हो। अब तपाईँहरूको फिलिङ्स के छ, तपाईँहरूको ओपिनियन्स के छ, कमेन्टमा गरिदिनु होला।